हेलो गाइस, तपाईँहरूलाई आज म फुलको बारेमा भन्न चाहन्छु। कस्तो फुल चाहिँ रोप्ने, स्पेसली पूजा गर्नेहरूलाई, बिहान बिहान पूजा गर्नेहरूलाई है। पूजा गर्नेहरूलाई फुल चाहिँ कस्तो रोप्नुपर्छ भन्दाखेरि चाहिँ यस्तो फुलिरहने है, 12 मन्थसम्म यसले फुल्छ अरे यो। यसलाई भन्छ बाह्रमासे फुल। अन्त यो चाहिँ तपाईँहरूले रोप्नुभयो भने चाहिँ तपाईँहरूले पूजा गर्नेहरूलाई चाहिँ एकदमै राम्रो हुन्छ, किनभने घरमै फुलिरहेको छ है। यस्तो घरमा फुलिरहेको फुलहरूलाई टिपेर भगवानहरूलाई चढाउने है। अनि कसैको फुल यस्तो रोपेको छैन है, तपाईँहरू घरमा पूजा गर्ने बेला टाइम भयो, फुल छैन भनेर अर्काको गार्डनमा जान्छ है त। अर्काको गार्डनमा गएर यस्तो गरेर टिपेर लिएर चाहिँ तपाईँहरूले भगवानलाई चाहिँ नचढाउनुहोस्, किनभने तपाईँले कति पूजा गरेको छ है, पूजा कति गर्छ नि, यो पूजा गरेको लाग्दैन अरे। त्यसैले तपाईँहरूले चाहिँ यस्तो फुल जहिले तहिले फुल यस्तो फुलिराख्नेहरू तपाईँले रोप्नु भएको छ भने चाहिँ तपाईँहरूले एकदमै राम्रो हुन्छ। अनि तपाईँलाई यस्तो यो पनि हो। अन्त एउटा तपाईँलाई कलर यो पनि छ, वाइट पनि छ, वाइट कलर पनि छ है त। यो यसको डिफ्रेन्ट कलर हुन्छ, वाइट कलर भए, पिङ्क कलर, थुप्रो थुप्रो हुन्छ। अन्त एउटा चाहिँ यहाँ छ, यो छ है, यो फुल्छ। यसले पनि दामी दामी फुल्छ, एकदमै वाइट गरेर फुल्छ। यो चाहिँ हामीले शिवजी भगवानलाई चढाउँछ। बेसी वाइट फ्लावर चाहिँ शिवजी भगवानलाई चढाउँछ होइन। मलाई पनि त्यति आउँदैन, तर त्यस्तो जस्तो लाग्यो। वाइट फ्लावर चाहिँ यस्तो एकदम हेर्नु है त, कस्तो दामी दामी चाहिँ ल्याएर ल्याएर छ है, कस्तो दामी। तपाईँहरूले यस्तो फुलहरू चाहिँ रोप्नुभयो भने चाहिँ एकदमै राम्रो, पूजा गर्नेहरूलाई पूजा गर्ने भए अर्को अरूहरूलाई पनि डेकोरेट गर्दाखेरि एकदमै राम्रो फुलिरहेको फुलहरू यस्तो घरमा छ भने त कस्तो दामी है। भगवानहरू पनि आएर बस्छ अरे यस्तो फुलहरू फुलिरहेकोमा देख्यो भने। अनि तपाईँहरूले यस्तो फुलहरू रोप्नुहोस् होला भन्न चाहन्छु। थ्याङ्क यू।